गाइस पिकअप 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 आएको 1 घन्टा भइसकिसक्यो। यत्रो लाइन छ अझै पनि। पार्वती पतय हर हर महादेव। बुला सबैजनालाई आज फेरि तपाईहरुको सामने एउटा सानो भ्लग लिएर आउँदैछु हैन। र आज चाहिँ शिवरात्रि पूजाको दिन हामीहरु चाहिँ यहाँ भुटानमा फुन्चुलिङ भित्र अलिक माथिनिर चाहिँ एउटा शिव मन्दिर छ अरे, त्यहाँनिर हामी दर्शन गर्न जाँदैछौँ हैन। त्यही विषय लिएर सानो भ्लग बनाउँदैछु है। हेर्दिनुस् तपाईहरुले यो भ्लग कस्तो लाग्छ तपाईहरुलाई देखाउँछु। त्यो बादमा तपाईहरुले पनि चाह्यो भने चाहिँ तपाईहरु त्यहाँनिर मन्दिरमा दर्शन गर्न आउन सक्नुहुन्छ। आजको भिडियो कस्तो हुन्छ हेरौँ है त है। फिलहाल चाहिँ अब यहाँ इमिग्रेसन त्यहाँ पसिसक्यो कि दिशान र जुवेललाई चाहिँ पहिल्यै त्यो बायोमेट्रिक गरेको कारणले गर्दा चाहिँ उनीहरू चाहिँ अगाडि छिर्यो, हामी चाहिँ बायोमेट्रिक गरेको थिएन। त्यही भएर चाहिँ यहाँ लाइनमा उभिरहेको छौँ। लाइन चाहिँ यस्तो डरलाग्दो छ। 1 घन्टा जस्तो लाग्छ होला होइन ब्रिजेश? यहाँ उभिएर लास्ट इयर पनि यस्तै भएको थियो। त्यति बेला झन् नानीहरूसँग लिएर आएको आम्मामा पुरा लाइन। आज अब कति टाइम लाग्ने हो हेरौँ। त्यहाँदेखि फेरि यहाँ बाहिर निक्लेर पनि अझै हिँडेर जानुपर्छ हो। आएको 1 घन्टा भइसकिसक्यो। यत्रो लाइन छ अझै पनि। कहिले पुग्नु हरेस। अहिले 1.5 घन्टा जस्तो लामो लाइनमा लागेर चाहिँ बाहिर निक्लिसक्यौँ। अब केटाहरू चाहिँ उनीहरूको चाहिँ बायोमेट्रिक गरेकोले गर्दा चाहिँ अस्ति गरिसकेको रहेछ। अन्त माथिनिर गुम्बाको त्यहाँ पर्खिरहेको छ अरे हो। फोन गरेको छ। 1.5 घन्टा जस्तो लाइनमा लाग्यो। आम्मामा कम्ता भिड होइन कि। बल्ल 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 यहाँ निक्लेर अब चाहिँ हिँडाइ हुँदैछ। हेरौँ अब फेरि उकालो हिँडेरै जानुपर्छ अरे हो। यहाँभित्र चाहिँ पूजा हुँदो रहेछ। फोन गर्नु न जल्दाहरूलाई। पूजा हुँदो रहेछ। यो चाहिँ गुम्बा फुन्चुलिङमै छ कि। अरू बेला पनि तपाईँहरूले देख्नै भएको। पूजा हुँदो रहेछ आज चाहिँ यहाँनिर। यहाँ रहेछ केटाहरू। ढिलो भयो नि। कति लामो लाइन लागेको आम्मामा केटाहरू यहाँ बिजोक अल्छी लागेर। गाइज हामीहरू चाहिँ अब हिँड्नु चालु भयो हो। निकै अगाडि आइसक्यौँ। 5-10 मिनट जस्तो भयो हिँडेको। अन्त यहाँदेखि चाहिँ निकै टाढो पर्छ अरे। यहाँ हाम्रो मेरो साथी चाहिँ पहिले नि गएको नि त। त्यहाँदेखि त्यही भएर चाहिँ अब उसलाई बाटोहरू सबै याद छ। त्यहाँदेखि चाहिँ हामी चाहिँ अब यहीँ फुटपाथ हिँड्दै जाँदैछौँ। अब कहाँ कति टाढो पर्छ। हामीलाई त अब हिँड्ने बानी छ। त्यही भएर साह्रै टाइम त नलाग्नु पर्ने हो। अब हेर्दैछौँ बिचबिचको नजाराहरू तपाईँहरूको अगाडि देखाउँदै गर्छु। हेर्दै जाउँ कति टाढो पर्दो रहेछ हो। यहाँ केटाहरू पछाडि 2 भाइ। ओ छिटो यो चाहिँ म मेरो साथीहरू अशेष, विश्वास, तिनजहरू हामी मसिनो हुँदाखेरि चाहिँ तल टुनी भन्दै खान्थ्यो हो। हामी अहिले यहाँ भुटानभित्र चाहिँ धाम जाँदै गर्दाखेरि चाहिँ यसको बोर्ड देखेँ। यो देखेर चाहिँ मलाई केटाहरूको याद आयो कि। यो चाहिँ हामीले सानोमा खोजी क्या त त्यहाँनिर रुखमा टुनीको फेदमा बसेर ढुङ्गाले झारी खान्थ्यो हो। अहिलेको नानीहरू त खाँदैन पनि रहेछ। अब यो देख्दा साह्रो साथीहरूको याद आयो क्या मलाई चाहिँ। यो चाहिँ जग्गा चाहिँ हाम्रै जस्तो लाग्यो मलाई त। म त सिक्किम, कालिम्पोङ, दार्जिलिङहरू जस्तै है। भिड पुग्न आँट्यो भन्छ। फाइनली हामी चाहिँ आइपुग्यौँ यहाँभित्र। यहाँदेखि पनि भित्र अझै जानुपर्छ है भन्छ केटाहरू। केही छैन, हिँडिन्छ। यहाँ चाहिँ टिकट काट्नुपर्ने रहेछ। पर हेड 20 रुपिस। फेरि दिने, फेरि काट्ने। थाक्यो बिचारा हाम्रो गाइड। ए जोल्दाले के खाएको छैन नि त है। बिमारी मान्छे त्यही माथि व्रत बसिरहेको छ। डेडिकेसन भन्ने चाहिँ यो हो नि त होइन। ओ तिमीले राख्यौ व्रत? डुप्लिकेट अरे ऊ चाहिँ राखेको छौ। लु खै देखाउ त। टिकट लाग्दो रहेछ पर हेड 20 रुपिस। यहाँनिर चाहिँ 4 जनाको 80 रुपिस तिरेर केटारी थाक्यो जोल्दा बिचारा मेरो साथी थाक्यो अरे ऊ यहाँनिर। थाकेको छैन यार।
ए यहाँनिर त उयो होला भण्डारा होला अहिले प्रसादहरू आइपुगेछ अब चाहिँ ए सुज चाहिँ यहीँ खोलेर जानुपर्ने सुज यता खोल्नु पर्ने पार्वती पतय हर हर महादेव यहाँदेखि चाहिँ अब गेटदेखि हामीहरू चाहिँ एन्ट्री भइसकेर चाहिँ अब यहाँदेखि चाहिँ सुरु मन्दिरको हो यो गेटदेखि चाहिँ भित्र बसेर एकछिन त्यहाँ केटाहरू फोटो खिचिहाल्यो हो फोटो खिच्ने त उनीहरूलाई अब मौका मात्रै चाहिएको ड्याङ्की खेचक बनाइहाल्छ हो यहाँबाट चाहिँ उकालो अब ए भित्रभित्र निकै ठुलो रहेछ नि त है आउँदा चाहिँ यो मुनिबाट होला होइन आउँदा चाहिँ मुनिबाट ए होइन हुन्छ भइहाल्छ ए यहाँ माथि रहेछ नि त पूजा गर्ने चाहिँ खास चाहिँ हर हर शम्भु गाइस अहिले भने चाहिँ हामीहरू पूजा सकेर हो यहाँ टिका सिका लगाएर हो पूजा पनि सक्यो केटाहरू चाहिँ यहाँ माथि छ म चाहिँ अगाडि आइहालेँ हो अन्त यहाँ चाहिँ टिकाहरू लाउँदो रहेछ के गर्दो रहेछ हो टिका चाहिँ कस्तो लाग्दैछ अब चाहिँ घर जानुपर्छ किनभने हिँड्नुपर्छ अघि आउँदाखेरि नै 1 घन्टा जस्तो टाइम लागेको अब फेरि हिँडेर फर्किनुपर्छ नि त त्यही भएर चाहिँ छिटो अब यहाँबाट निक्लेर केटाहरू फोटोहरू खिच्छ होला त्यहाँदेखि चाहिँ जानुपर्छ दामी एकदम तपाईँहरू पनि आउनुहोस् यो भुटानमा कहाँ भने चाहिँ फुन्चुलिङदेखि चाहिँ तपाईँको हिँडेर 1 घन्टा जस्तो लाग्छ गाडीमा त त्यही 20 मिनट जस्तो लाग्छ आउनुहोस् यहाँनिर एकदमै राम्रो रहेछ तपाईँको के मनमा मनोकामनाहरू छ भने चाहिँ पुरा हुन्छ भन्छ यहाँनिर चाहिँ होइन त्यही भएर म पनि फर्स्ट टाइम आएको एकदम राम्रो लाग्यो यहाँनिर चाहिँ गाइस पिकअप ओ देख्नु पिकक रहेछ यहीँनिर कस्तो दामी फोटो खिच्न आँटेको थिएँ कि मैले भाले रहेछ है दामी हो हाम्रो सब्जीमा रोपेको के खानु दिँदैन अहिले सबै निकाल्दिन्छ है मटर खाइदियो वाउ दामी यहाँदेखि चाहिँ यो मुनि फुन्चुलिङको तेर्सो यो जुन चाहिँ आमाचु ब्रिज जाने बाटोको त्यो बगरमा चाहिँ यो एकदम दामी देख्दो रहेछ यो चाहिँ यहाँनिर टोर्सा नदी किनार त्यहाँदेखि उता चाहिँ साम्सी डिस्ट्रिक्ट पर्दो रहेछ भुटानको एकदमै दामी टापु देख्दो रहेछ सनसेट पनि हुनु आँटेको रहेछ हो निकै यता पर अलिअलि देख्दै गरेको चाहिँ फुन्चुलिङहरू भयो ए केटाहरूले फोटो चाहिँ खिच्ने हो यस्तो दामी छ हेर न सफा सिक्किमको फिल आउँछ नि यहाँ आएपछि चाहिँ मलाई क्या यो ब्रिज छ एकदम सफा कहीँनिर मैला कुचेला प्लास्टिक केही छैन हो सिक्किमको फिल आउँछ या भुटान आएपछि चाहिँ मलाई एकदमै दामी हिँड्नु मन लाग्छ नि यस्तो जग्गातिर पो म वकहरू गऱ्यो भने पनि मजा आउँछ अहिले भने चाहिँ फाइनली हामीहरू चाहिँ पूजासुजा पनि सक्यो हिँडेर पनि आयो अहिले फिलहाल चाहिँ हामी फुन्चुलिङमा आइपुग्यो यो पछाडि देख्दै गरेको चाहिँ हाम्रो यहीँबाट इमिग्रेसन टनल यहाँबाट चाहिँ हामी अब पस्छ भित्र जयगाउँ जान्छ हो यहाँनिर चाहिँ अब हाम्रो चाहिँ एकदमै आजको सफर चाहिँ एकदम राम्रो गयो धाममा गयो एकदमै हामीलाई मजा आयो होइन केटाहरूलाई पनि मजा लाग्यो अरे होइन यो चाहिँ सानो एउटा फुन्चुलिङमा रहेको यो भुटान फुन्चुलिङमा रहेको एउटा शिव मन्दिर धामको एउटा सानो भ्लग थियो है तपाईँलाई के कस्तो लाग्यो है र
लाइक सेयर कमेन्ट गरिदिनु होला होइन। यस्तो भिडियो फेरि लिएर आउने नै छु। तबसम्मको लागि धेरै धेरै धन्यवाद। फेरि भेटौँला।